म चाहिँ आज मेरो पुरानो यो घरको हाउस टुर गर्न गइरहेको छु होइन। यो मेरो पुरानो घर हो। मेरो भन्दा नि यो फ्यामिलीले दिएको मलाई 3 बेडरुम हाउस हो। यो फार्मकै घर हो भनौँ न। फ्यामिलीले चाहिँ मलाई पर्सनल युजको लागि दिएको छ। म यहाँ एक्लै बस्छु यो घरमा। अब यो घरभित्र के छ त भनेर म देखाउँछु। त्यस्तो केही छैन किनकि म एक्लै बस्छु। जस्तो छ त्यस्तै छ, जस्तो दिएको थियो त्यस्तै छ। मैले केही जोडेको छैन, केही गरेको छैन। यो चाहिँ भयो मेरो भित्र छिर्ने एरिया। यो चाहिँ वासिङ मेसिन बिग्रिएर यता राखेको छु। यसलाई चाहिँ रबिसमा फालिदिनु छ। मलाई नयाँ वासिङ मेसिन दिइसक्यो कम्पनीले। यो यताबाट छिर्यो भने चाहिँ 2टा ढोका छ। यताबाट लिभिङ रुम जाने छ। यताबाट छिर्यो भने चाहिँ तपाईँको यहाँ चाहिँ मेरो वासिङ मेसिन धुने लुगा धुने एरिया भयो। यो चाहिँ होइन स्टोर रुम जस्तो हो। अनि यताबाट भित्र गयो भने चाहिँ तपाईँले मेरो लिभिङ रुम आयो। कम्पनीले दिएको मलाई फर्निचर यो अप्लाइन्सेसहरू सबै कम्पनीले दिन्छ। यो तपाईँको थाल प्लेट स्लेट सब कम्पनीले दिएको। मैले केही ल्याएको छैन, यो सब कम्पनीकै हो। यो सब सिफ्ट गर्नुपर्छ नयाँ घरमा पनि, किनकि अब हामी यो फार्म चाहिँ सोल्ड भइसकेको छ। अब हामी सबै यहाँको फार्मको स्टाफदेखि लिएर फार्मको इम्प्लोयरदेखि लिएर अनि सेयर मिल्कर र फार्म ओनर सबै अर्को फार्ममा सिफ्ट भइरहेको छ। त्यो चाहिँ अलिक ठुलो फार्म हो। योभन्दा डबल साइजको फार्म छ भनौँ न। यो चाहिँ तपाईँको 500 कतिवटा गाई छ भनेपछि चाहिँ त्यहाँ चाहिँ 1100 छ क्या। 1100 गाई छ, डबल हुन्छ। अनि इम्प्लोयर पनि 2टा एक्स्ट्रा राखिरहेको छ इम्प्लोयहरू। अनि हामी यहाँ 2जना छौँ अलरेडी, अनि त्यहाँ 2जना थपिरहेको छ भनौँ न। यो 600 गाई चाहिँ हामीले 2जनाले ह्यान्डल गरेर हो। ल यस्तै छ फार्म लाइफ। यो चाहिँ लिभिङ रुम हो। त्यहाँ चाहिँ फायर प्लेस छ। यो चाहिँ तातो हुन्छ भनेर चाहिँ म यतै सुत्छु होइन। फायर प्लेस आगो बालेपछि तातो हुन्छ नि त यो कोठा, त्यसैले म यतै सुत्छु। यो चाहिँ मेरो किचन भइहाल्यो। किचन सबै इन्डक्सन हो। अनि फ्रिज भयो, यता माइक्रोवेभ छ, एयर फ्रायर भयो। यो चाहिँ मैले आजको लागि मासु डिफ्रोस्टको लागि राखेको छु। आज पकाएर खानु पऱ्यो भनेर। ल्याम्प हो त्यो चाहिँ, ल्याम्प खानु पऱ्यो भनेर। यताबाट भित्र छिर्यो भने चाहिँ यो बाथरुम भयो। अनि 3टा कोठा छ यता। यता चाहिँ तपाईँको स्टोर रुम जस्तो सुराक भयो। यो चाहिँ मेरो जुत्ता त्यहाँ छ एउटा। अनि यता चाहिँ एउटा कोठा भयो। यिनीहरू पछाडि कोठाहरू चाहिँ म युज गर्दिनँ किनकि म अगाडि नै बस्छु। यताबाट चाहिँ भ्यू चाहिँ दामी छ है। फेरि भ्यू चाहिँ दामी देखिन्छ यो कोठाबाट। अनि यो अर्को रुम भयो एउटा। यता पहिला म यो रुममा सुत्थेँ। सुरुमा चाहिँ म त्यो रुममा सुत्थेँ, त्यसपछि म सिफ्ट भएर यो रुममा सुतेँ। अनि चिसो भयो यो रुम पनि। अनि त्यसैले म लिभिङ रुममै सुत्नु थालेँ, किनकि त्यहाँ फायर प्लेस भएर तातो हुन्छ, न्यानो हुन्छ भनेर। अनि यो चाहिँ मेरो स्टोर रुम हो। मैले सुटकेसहरू यहीँ राखेको छु। त्यो लुगाहरू यसरी यतै टङ्गाएको छ। यताबाट पछाडि सेड पनि देखिन्छ। यसो काउजहरू आयो कि आएन, काउजिन छैन भने गाईहरू आयो कि आएन भन्ने हेर्नलाई मलाई सजिलो हुन्छ। त्यो चाहिँ मेरो गाडी भयो। यता बाइक त्यता पार्क गरेको छु मैले। धेरै छैन, यस्तै हो भित्र सबै। अब यो घर म यहाँ बसेको पनि 3 वर्ष भइसक्यो। अब म यो सिफ्ट भएर 3 वर्ष होइन 4 वर्ष भइसक्यो यहाँ बसेको। अब यताबाट हामी सिफ्ट भएर अब नयाँ फार्ममा जाँदैछ। नयाँ फार्म चाहिँ 2 बेडरुम हाउस हो। 2 बेडरुम हाउस भनेपछि एउटा टोयलेट होला, अनि त्यसपछि किचन एरिया, अनि लिभिङ रुम होला, अनि 2टा बेडरुम होला। मैले त्यो चाहिँ भ्यू गरेको छैन। त्यो भ्यू गर्नुपर्ने छ मैले। के हुन्छ हेरौँ न नेक्स्ट सिजन। किप वाचिङ है। यो हाउस टुर भइहाल्यो। अब नयाँ घरको पनि म हाउस टुर गर्नेछु। अब नयाँ घर चाहिँ कस्तो छ भनेर म त्यो पनि देखाउँछु होइन। यो चाहिँ फार्मले दिन्छ, यो प्रोभाइड गर्छ। यो हरेक फार्ममा हुन्छ। कति फार्ममा चाहिँ सेयरिङमा हुनुपर्छ, कति फार्ममा चाहिँ पर्सनल हाउसै दिन्छ। मलाई चाहिँ पर्सनल दिएको छ, त्यसको लागि चाहिँ राम्रो छ। किनकि प्राइभेसी हुन्छ, आफूले जे गर्नु मनलाई गर्नु मिल्यो एक त। अनि अर्काको डिस्टर्ब पनि हुँदैन। बिहान 4 बजी काम हुन्छ नि त, 4 बजी उठेर जाँदा अरूलाई डिस्टर्ब होला भन्ने पनि हुँदैन। त्यसैले यही ठिक छ पर्सनल हुँदा चाहिँ। अब म होल पछाडिको सबै घरै देखाउँछु कस्तो छ बाहिरबाट चाहिँ। बाहिरबाट चाहिँ यस्तो छ। यो घर चाहिँ पुरानो हो, लगभग 80 वर्ष भइसक्यो। यो रेनोभेट चाहिँ मेरो टोइलेट मात्रै रेनोभेट गरिदिएको थियो, अरू केही रेनोभेट गरेको छैन। यो चाहिँ ब्याकडोर पनि छ, भित्र यताबाट पनि छिर्न मिल्छ हामी। ब्याकडोरबाट यो पछाडिको रुममा आइपुगिन्छ। 2टा डोर छ इन्ट्रान्स, 3टा छ भनौँ लगभग।
अनि यता यो बाटो चाहिँ अलिकति त्यो छ, बाइकहरू धेरै हिँडेर खाल्टो भएको छ, यसलाई पुर्नु छ खाल्टो पनि। घर चाहिँ यस्तै छ। रोप्न मलाई सामानहरू रोप्न मिल्छ। मेरो यहाँ काठहरू चाहिँ मैले यसरी यहाँ राखेको छु छेकेर, किनकि पानीले नभिजोस् भनेर यसरी राखिदिएको छु। अब विन्टर सुरु भयो नि त न्युजिल्यान्डमा, विन्टर सुरु भयो, त्यसैले अलिकति जाडै हुन्छ यता। त्यसैले म चाहिँ फायर प्लेसमा आगो बालेरै गर्छु, किनकि त्यसरी इलेक्ट्रिसिटी पनि सेभ भयो, पैसा पनि सेभ हुन्छ। त्यसैले म चाहिँ त्यस्तो गर्छु है। ल तपाईँहरूलाई पनि न्युजिल्यान्डमा फार्मिङमा जोइन गर्नु मन छ, केही छ भने चाहिँ मलाई कन्ट्याक्ट गर्नु होला। म कतै मिल्यो भने, केही भयो भने म हजुरहरूलाई इन्फर्म गर्ने नै छु होइन। त्यसैले किप वाचिङ, लाइक सेयर सब्सक्राइब गर्न नबिर्सिनु होला। ल फलो चाहिँ गर्नुहाल्यौँ है। ल ओके, थ्याङ्क यू। कमेन्ट चाहिँ नगरौँ, कमेन्ट चाहिँ गरिहालौँ है। फेरि के भन्नु छ।